एक्ज्याक्टली के नेपालको पहिलो इन्टरनेसनलमा बुया आउनेवाला छ। यता काजीलाई पनि नकआउट गरिएको छ। हेड अन टचको पनि अर्को प्लेयर नकआउट रहेको देख्न सक्छौँ। सिबी स्पोर्ट्स अहिले पनि 4 मैन एडभान्टेजमा रहेको छ। हेड अन टचका लागि 2 जना प्लेयर मात्र छन्। उनीहरूलाई बचाउन चाहन्छन् होला, बट आई थिंक बचाउन सफल पनि भइसकेका छन्। एभिडाका लागि 2 जना प्लेयर बाँकी रहेको देख्न सक्छौँ। 2v3v4 को फाइट रहेको छ। सिबी स्पोर्ट्स के नेपालको लागि पहिलो बुया। काजीको त लङ टङलाई नक निकालिन्छ, तर इन्स्ट्यान्टली रिभाइभ हानिन्छ। अर्थलाई पनि याकुजाले नकआउट निकालिन्छ। हेड अन टचको टिम गाह्रो सिचुएसनमा परिसकेको छ। काजीलाई बचाउन ट्राई गर्दै एक्टिभाइन पछाडि छ। एक्टिभाइनले गाह्रोमा नपार्लान्, त्यही म हेर्न चाहन्छु। देख्न सक्छौँ त लङको गरिन्छ। अब भने 2v4 को फाइट। नेपालको टिम पहिलो इन्टरनेसनल बुयाको लागि जाँदै, एन्ड द्याट इज अ बुया फर टिम नेपाल, फर टिम सिबी स्पोर्ट्स। र देखाइदिइसकेको छ हामी नेपाली केही पनि कम छैनौँ। हामी इन्टरनेसनल स्टेजको लागि बनेका हौँ र हामी इन्टरनेसनल लबीमा खेल्न मात्र आएका होइन, टाइटल कन्टेन्डर जित्नको लागि आएका हौँ। र सिबी स्पोर्ट्सले सारा नेपालको शान उचा राखिरहेको छ। सारा नेपाललाई आज इन्टरनेसनलमा प्राउड बनाउँदै आफ्नो देशको झन्डा फर्काइरहेको छ। एन्ड म यति मात्र भन्न चाहन्छु, नेपाल इज हियर टु स्टे. Nepal will prove themselves in international stage.